छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला। यानि कि म पनि आरामै छु होइन। अहिलेसम्म बाँचेको छु भन्नु पऱ्यो होइन। के छ खबर? जाडो महिना लागिरहेको छ। हजुरहरूकोतिर कतिको जाडो छ, के भइरहेको छ? हुस्सु पनि लागिरहेको छ होइन। दिन सक्नुहुन्छ यहाँ हाम्रो चाहिँ यहाँ फाँटतिर हुस्सु पनि लागिरहेको छ होइन। यस्तो हुस्सु छ होइन। म चाहिँ आज कालिका दर्शन गर्नको लागि अब फुल टिप्नलाई ढक्की बोकेर भनिन्छ होइन। हामी चाहिँ ढक्की बोकेर म चाहिँ फुल टिप्न जाँदैछु होइन। आज कालिका दर्शनको लागि आज शनिबार छ अनि त्यसैले कालिका दर्शन गर्नलाई आज जाँदैछौँ होइन। ल फाइनल गाइज म चाहिँ कालिका मन्दिरको दर्शनको लागि हिँडिसकेँ। यहाँ देख्न सक्नुहुन्छ होइन। नरिवलहरू धुपबत्ती बालेर बोकेर बालेर होइन बोकेर म चाहिँ हिँडिसकेँ होइन दर्शनको लागि। अगाडि चाहिँ ठुल्पा हुनुहुन्छ ऊ अगाडि म चाहिँ गइरहेको छु होइन। घाम लागेको छ टक्क। जाडो महिना छ, घाम लागेको छ, यस्तै हो होइन। म चाहिँ दर्शनको लागि गइरहेको छु। मन्दिर आउनलाई त लाग्छ 4-5 मिनट जति लाग्छ होइन। म चाहिँ अहिले मन्दिर पुगेपछि देखाउँछु होइन। गाइस म चाहिँ मन्दिरभित्र छिर्दैछु होइन। सिडी चढ्दैछु। अब मन्दिरभित्र जाँदैछु पूजा गर्नको लागि चाहिँ होइन। गाइस मैले चाहिँ पूजा आजा नि गरिसकेँ होइन। एकदम रमाइलो छ। यहाँबाट दामी भ्यूहरू पनि देख्छ, ककनीहरू पनि यताउता दामी देख्छ कि कालिका मन्दिर हो होइन। यहाँबाट राउचुर हिमालहरू पनि देख्छ, गणेश हिमाल पनि देख्छ होइन। एकदम दामी देख्छ कि तर उब्रेको छैन, हुस्सु लागेको छ। यस्तो हुस्सु लागेको छ कि कपिलेश्वर मन्दिर चाहिँ त्यहाँनिर पर्छ होइन। एकदम दामी छ त्यहाँ पनि। राउचुली हिमाल पनि देख्छ। कालिका दर्शन गरेर अब म मन्दिरको भित्रको भागहरू पनि अलिक देखाउने छु होइन। एकदम दामी छ, हजुरहरू हेर्न सक्नुहुन्छ। तर अहिले म गएँ सबै यहाँ कोही आउँदैन म। पूजा गरेर म आँटिछु म यिनीहरूलाई। झन्डा पनि एकदम दामी फरफर रहेको छ। एकदम दामी फरफर आएको छ झन्डा पनि होइन। यहाँबाट चाहिँ धेरै धेरै दामी देख्छ क्या तर हुस्सु लाएर मात्रै हो होइन। वारिपारि सबै देख्छ होइन। हाम्रो यहाँबाट गणेश हिमाल पनि देख्छ तर हुस्सुले छेकेको छ होइन। तर दामी देख्छ, हजुरहरू पनि आउनु होला, दर्शन गर्नु होला कालिका मन्दिरमा होइन। गणेश हिमाल पनि दामी देख्छ। यस्तै हो, अब म चाहिँ घरतिर लाग्नुपर्छ होइन। अब दर्शन सर्शन गरिसक्यो, दर्शन गऱ्यो, अब म चाहिँ घर जानुपर्छ। अनि के अब दर्शन गऱ्यो अब घर जाने। यहाँ टावर पनि छ होइन।
टावर धेरै अग्लो टावर छ उता पारिपट्टि पनि टावर हो होइन लगायत म चाहिँ अब घरतिर जानुपर्ने हुन्छ होइन गाइज म चाहिँ घर पनि आइसकेँ होइन कालिका दर्शन गरेर घर आएर खानासाना पनि खाएर म चाहिँ यसो एकछिन घाम तापेर बसिरहेको छु होइन यस्तै हो गाउँघरमा अब आज मेला थियो तर मेला म गइनँ खासै कोदो टिप्नलाई मलाई अलि हुँदैन कोदो टिप्नलाई भनेको थियो तर म गएन आज त्यही पनि पर्दैन भन्नुभयो होइन अनि पुग्छ अरे खेताला भन्नुभयो त्यही भएर अनि कोदो टिप्नु पनि गएन त्यसैले अब यी गाउँघरमा यस्तै हो अहिले कामहरू अब कोदो टिप्ने गहुँ छर्ने मल बोक्ने यस्तै यस्तै चलिरहेको छ गाउँमा काम होइन यस्तै छ यस्तै गरी बितिरहेको छ गाउँले जीवन यस्तै हो मेरो अब हाम्रो घर चाहिँ अब सानो झुपडी उता छ होइन देख्न सक्नुहुन्छ यस्तै छ हाम्रो घर चाहिँ होइन अब यहाँबाट राम्रो देखिन्छ होइन रमाइलो देखिन्छ तर अहिले चाहिँ मौसम अहिले सफा नभएको कारणले गर्दा हो होइन हाम्रो उहाँ देख्न सक्नुहुन्छ त्यो चाहिँ खरेन्टार बजार हो होइन मैले अझै हजुरले जुम गरेर देखाइसकेको छु होइन यहाँ चाहिँ राउचुली हिमाल गणेश हिमाल पुरै देखिन्छ तर अहिले चाहिँ हुस्सु लागेको कारणले मौसम सफा छैन कि त्यसैले चाहिँ अनि अहिले चाहिँ राम्रो देखेको छैन होइन यस्तै छ गाउँले जीवन खेतीपाती किसान गरेर बितिरहेछ यस्तै हो अब दर्शन पनि गरेर आयो मन्दिरमा गएर चाहिँ मैले के मागेँ भने होइन मैले चाहिँ एउटा राम्रो मलाई श्रीमती एउटा भेट्नु पर्यो भनेर मैले दर्शन गर्नलाई कालिकासँग माग्न गएको तर कालिकाले चाहिँ तिम्रो बिहे गर्ने बेला भएको छैन भाइ अहिले बिहे गर्ने बेला भएको छैन 2-4 वर्ष अझ पुरा अनि त्यसपछि पाइन्छ भनेर भन्नुभयो होइन अनि म चाहिँ त्यसमै खुसी भएँ कि यहाँबाट चाहिँ यस्तो दामी दामी देख्छ कि हाम्रो कपिलेश्वरको दर्शन गरेर आयो अस्ति पनि होइन बत्ती बाल्ने गर्ने भयो मन्दिरहरू देखिन्छ कि त्यहाँ अलि टिलमा छ हाम्रो देखिहाल्नुभयो धिब्रे बजारहरू चौडा सबै त्यहीँ छ होइन यस्तै छ यो हेर्नु होला वन जङ्गल हरियाली छ भोलि पर्सि चाहिँ यो हरियाली सब हटेर होइन फङफङिँदो उडेको डाँडो देखिन्छ होइन कतै हरियो केही देखिँदैन पातहरू सब झरिन्छ यो रुखहरूबाट पनि यस्तो यस्तो रुखहरूबाट पनि के पातहरू सबै झरिन्छ होइन अब फापर खेती हो यस्तै गाई यस्तै गरी बितिरहेको छ गाउँले जीवनहरू चाहिँ होइन अब भिडियोलाई अब यस्तै अब राम्रो मानेर हेरिदिनु होला अब खासै भ्लग बनाउन आउँदैन कि मलाई अब जस्ट टाइम पास यसो सिकिरह हो होइन खासै बनाउनु त आउँदैन अब त्यस्तै हो भिडियोलाई जसले यो भिडियोलाई हेरिरहनु भएको छ उहाँले चाहिँ लाइक गरिदिनु होला होइन सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला बेल आइकनमा अलमा दबाउनु भएको छैन भने बेल आइकन अलमा क्लिक गरिदिनु होला भन्दै म चाहिँ भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु बाई बाई